खराब भने जस्तै कतिवटा कुरा असल हुन्छ भने ज्यादातर कुरा खराब हुन्छ। अहिले 70 बनाएको क्रिस्चियनलाई 70 बनाएको चाहिँ मोबाइल हो। 70 कोही पनि प्राय एक्सेप्सन छैन यसमा। त्यसले गर्दा अहिले तपाईँ कतिजनाले फेसबुक चलाउनुहुन्छ, टाइटस भाइ र मैले जुन दिन जसरी पहिला सुरुमा फेसबुक निस्क्यो, फेसबुक निस्किने बित्तिकै हामीले पनि इन्स्टल गरेको थियो। भाइ र मैले सल्लाह गऱ्यौँ, भाइ यो फेसबुकले हाम्रो आत्मिक जीवनमा अहिले उन्नति दिएला, अनि यसरी फेसबुक भनेको त राम्रो होइन। हेर्नुहोस्, फेसबुक भन्ने कुरा बाइबलमा आज अङ्कित गरिएको छ, मतलब नदेखिने प्रकारले अङ्कित गरिएको छ। मैले गान्तोकमा बताएको, अहिले त समय छैन। अनि फेसबुकले हामीलाई फाइदा नदिने रहेछ भने चाहिँ हामीले आजभन्दा कमसेकम 15-16 वर्ष जति बेला फेसबुक निस्क्यो त्यति बेला डिलिट गरे। हाम्रो फेसबुक छैन, हाम्रो छैन, यही बुक मात्रै हो। फेसबुक खेल्ने मान्छेले, फेसबुक चलाउने मान्छेले प्रभुलाई खुसी पार्न सक्दैन। सरी टु डिसअपोइन्ट यु। फेसबुकमा कहिले पनि आत्मिक कुरा भन्दा ज्यादा संसारको कुरा ज्यादा आउँछ। फेसबुकमा समय व्यतीत गर्ने मान्छेले परमेश्वरको अगाडि भक्ति चाहिँ गर्न सक्दैन, डिभोसन गर्न सक्दैन। एकछिन बाइबल पढ्ला, चर्च पनि जाइदिएला। त बाइबलले भन्छ कसरी चाहिँ यो क्रिस्चियनहरूलाई मारौँ भन्दा मोज मजा भन्छ। मोज मजा भन्नाले अब यस्तो प्रकारको व्यभिचार ल्याइदिन्छ जसमा मोज मजा हुन्छ, देख्दैन, प्राइभेसी पनि मेन्टेन गरिदिन्छ। तपाईँको मोबाइलमा तपाईँले के हेर्नु हुँदैछ कोही मान्छेले हस्तक्षेप पनि गर्न सक्दैन। अनि याद गर्नुहोस्, यो यसमा चाहिँ उसले व्यभिचार ल्याउँछ। अनि व्यभिचार भनेको खालि जेठीमाथि कान्छी हुनु, धेरै स्वास्नी हुनु, धेरै लोग्ने हुनु भनेको होइन। कसरी एउटा क्रिस्चियनलाई म संसारिक बनाऊँ, कसरी चटक देखाऊँ, कसरी उफ्रेको देखाऊँ, कसरी जादु देखाऊँ, कसरी विभिन्न प्रकारको स्पोर्ट्सका कुराहरू देखाऊँ, कसरी यसको समय म ल्याउँ भनेर चाहिँ आज संसारका कुराहरू ल्याएर चाहिँ तपाईँलाई अलमलाउन सफल भयो भनेदेखि चाहिँ त्यो चाहिँ मेरो लागि चाहिँ पर्सिक्युसन हो। त्यो चाहिँ सतावट हो क्रिस्चियनमाथि। क्रिस्चियनलाई गोली हानेर मार्नु पर्दैन है। क्रिस्चियनलाई चाहिँ कसरी हुन्छ मोज मजाको कुराहरू दिएर उसलाई चाहिँ बेहोस बनाउनु, सखाप बनाउनु। अघि बालामले व्यभिचार भन्ने कुरा चाहिँ ल्याइदियो, बिहा गरेपछि यो जाति त्यसै सकेर जान्छ भन्यो। अहिलेको समयमा चाहिँ अब शैतानले चाहिँ यो मोबाइलमा चाहिँ ज्यादातर विश्वासीको समय हेर्नुहोस्, उसले भक्ति लगाइरहेको हुन्छ, उसले एकदमै ध्यान दिएर हेरिरहेको हुन्छ। उसलाई बाउसँग पनि मतलब छैन, आमासँग मतलब छैन, बुढीसँग मतलब छैन। संसारभरि बच्चाहरूलाई पनि पक्रियो, जवानहरूलाई पनि पक्रियो, वृद्धहरूलाई पनि पक्रियो। एकदम हेरेको छ। अब त्यो मान्छेले कसरी डिभोसनको टाइम परमेश्वरप्रति भक्ति कसरी बिताउला, त्यो मान्छेले परमेश्वरको वचन मेडिटेट कसरी गर्ला, कसरी मण्डलीलाई खुवाउला, त्यो मान्छेको परमेश्वरसँग कनेक्सनै छैन।